हेलो गाइज, दिस इज मी मिलन कुमार बटला। आई रिसेन्टली गट माई अस्ट्रेलियन भिजा। मैले चाहिँ जनवरी 5मा लन्च गरेको एन्ड बायोमेट्रिक डेट भनेको चाहिँ मेरो जनवरी 9मा थियो। आफ्टर टेन्टेटिभली 43 to 45 डेजमा मैले अस्ट्रेलियन भिजा ग्रान्ट भएको पाएँ। मैले चाहिँ द युनिभर्सिटी अफ सनसाइन कोस्टमा एप्लाई गरेको छु लास्ट फर द ब्याचलरको लागि चाहिँ बिजनेसमा हो, स्पेसल्ली फर इभेन्ट म्यानेजमेन्ट। ओभरअल एक्सपिरियन्सको कुरा गर्दाखेरि एभल ग्लोबल कन्सल्टेन्सी मलाई एकदमै बेटर लाग्यो, किनकि एज अ फ्रेन्डली सर्कल छ। मैले चाहिँ अब मेरो एउटा दाइले रिकमेन्ड गर्नुभएको थियो, जो दाइ चाहिँ अहिले अस्ट्रेलियामै हुनुहुन्छ। उहाँले चाहिँ मलाई रिकमेन्ड गर्नुभएको थियो, त्यहाँ गएर बुझ एकचोटि कस्तो लाग्छ तँलाई, नभए चाहिँ अरू कन्सल्टेन्सीहरू पनि छँदैछ भन्नुभएको थियो। फर्दर रिक्वायरमेन्टको लागि मैले फर्स्ट टाइम आएको थिएँ यहाँ, त्यसै अरू ठाउँमा पनि बुझेको थिएँ। कम्पेरिजन टु अदर प्लेस मलाई चाहिँ एभन ग्लोबल कन्सल्टेन्सी एकदमै बेटर लाग्यो। सर्भिसको लागिदेखि लिएर, यहाँको भिजा रेटहरूदेखि लिएर, डकुमेन्टेसनहरूदेखि लिएर, सो गाइडेन्सहरू सबै कुराहरू बेटर लागेको। इन द बिगिनिङ फेसमा चाहिँ हाम्रो अलिकति टाइमहरू लागेको थियो जियासमा, यतिखेर फ्रस्ट्रेट चाहिँ अलिकति धेरै म चाहिँ। त्यसमा चाहिँ म्यामले मलाई रहिना म्यामले एकदमै हेल्प गर्नुभएको थियो। आउँछ हामीले चाहिँ गर्नुपर्ने हुन्छ, यस्तै बिस्तारै कुर्नुपर्ने हुन्छ, हाम्रो पेसेन्स लेभलले नै गर्दा हामीलाई प्रोग्रेसमा लग्छ, हाम्रो सक्सेसमा पुगाउँछ भन्ने कुराहरूदेखि लिएर सबै कुराहरूमा हेल्प गर्नुभएको थियो। र अरू भयो डकुमेन्टको पार्टहरूमा एकदमै इजिली स्मुथली नै गएको थियो। अरू डकुमेन्टहरू चाहिँ लाइक अब फाइनेन्सियल रिस्पोन्स पार्टहरूदेखि लिएर। अर्को कुरा पोइन्ट भनेको चाहिँ मेरो जिएसमा गएर अलिकति इन्टरभ्यू हुन्छ भन्ने कुरा अनएक्सपेक्टेडली भएको थियो क्या। त्यो चाहिँ अब प्रिपेयर थिएन म चाहिँ, जिएसको इन्टरभ्यू हुन्छ नै भन्ने कुरा त थाहा थिएन। लास्टली गएर जिएसको इन्टरभ्यू भइदियो। त त्यतिखेर चाहिँ अब राम्ररी पर्फर्मेन्स गरे जस्तो लागिरहेको थियो, तर त्यस्तो बेटर त भएको थिएन। त्यही पनि मजाले नै गर्दाखेरि चाहिँ मजाले नै जिएस इन्टरभ्यू त पास भएको थियो। आफ्टर द्याट अहिले चाहिँ रिसेन्टली अहिले भिजा रेट चाहिँ डिसेम्बरमा एकदमै घटेको थियो नि त, लाइक 54% त्यस्तो घटेको थियो। त्यतिखेर चाहिँ अब म चाहिँ ब्याड लक नै जस्तो छु जस्तो लाग्थ्यो क्या। 50%मा पक्दैन, 100मा त म 10% नपर्ने मान्छे 50मा त के पर्ला जस्तो लाग्थ्यो। त्यही पनि सक्सेसफुल्ली आज भिजा ग्रान्ट भएको छ।